कृपया प्रदीप, दीपक, अनिता र ठुलियामालाई मैले अगाडि बोलाउन चाहे। अब हामी हिमशिखर युवा क्लबको तर्फबाट आजको यस प्रदीप विश्वकर्माको शुभ वर्तमान कार्यक्रममा हामीलाई क्लबको तर्फबाट निमन्त्रणा गर्नुभएको हुँदा उहाँलाई हामीले क्लबको तर्फबाट लगायत हाम्रो यो साथीहरूको तर्फबाट उहाँलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्न लागिरहेका छौँ। कृपया तपाईहरू अगाडि सम्मान कार्यक्रममा सरिक भइदिनु हुनका लागि अनुरोध गराउन चाहन्छु। हर दिन लागि परेर हिँड्नुहुने सहयात्रीहरू हुनुहुन्छ। हाम्रो यस हिमशिखर युवा क्लबको सदस्य लगायत सम्पूर्ण घर फ्यामिलीलाई हाम्रो क्लबको तर्फबाट यो सानो सम्मान कार्यक्रम गर्न लागिरहेका छौँ। त्यसको लागि हाम्रो यो सम्मान गरिदिनु हुनका लागि हाम्रो क्लबका संस्थापक सचिव सुरेश सुनार, सल्लाहकारतर्फ रहनुभएका विष्णु पोखेल र पूर्व अध्यक्ष गोपाल विश्वकर्मालाई अनुरोध गराउन चाहन्छु र साथसाथै साथमा सरिक भइदिनु हुनका लागि हाम्रो भाइ पारस भाइलाई पनि मैले अनुरोध गराउन चाहे र साथसाथै फोटोग्राफरमा साथ दिनुहुने हाम्रो भाइ आशिष भाइलाई पनि मैले अनुरोध गर्न चाहन्छु। अब भने हामी सबैजनाले एकपटक फेरि पनि ताली बजाएर सम्मान गरिदिनु होला। कृपया आएर हस्तान्तरण गरिदिनु होला। हस्तान्तरण गर्नका लागि सबैजनाले ताली बजाएर सम्मान गरिदिनु हुनका लागि पनि फेरि पनि मैले अनुरोध गराउन चाहन्छु। यसका लागि फोटोमा साथ दिनुहुने हाम्रो पारस भाइलाई पनि धेरै धेरै धन्यवाद। सबैजनालाई धेरै धेरै धन्यवाद। दाजुभाइ, दिदीबहिनी, मेरा बाबा आमा अनि भाइ बहिनी बाजा भान्जी सबैजनालाई धेरै धेरै धन्यवाद माया हजुरहरूलाई। अनि म लगायत मेरो परिवारको सबै हाम्रो तर्फबाट यहाँहरूलाई यहाँ आउनुभएको चेलीबेटी पर्पाउन साथसाथै आज यो यस्तो प्रोग्राम हुन्छ भनेर मलाई थाहा पनि थिएन। यो हाम्रो लागि एउटा सरप्राइजै भयो। यही सरप्राइजको लागि चाहिँ हाम्रो यो हिमशिखरको साथीहरू, म पनि यसमै सदस्य नै छु, यसमै नै काम गरिरहेको छु। उहाँहरूलाई हृदयदेखि म लगायत मेरो परिवारबाट धेरै 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 धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू।